आदरणीय श्रोता तथा दर्शक महानुभाव नमस्कार। म सुजन ढकाल गजल लेखन सिकाइको 5औँ अङ्कमा यहाँहरूलाई स्वागत छ। यसभन्दा अगाडिको श्रृङ्खलामा मैले काफियाको बारेमा बताएको थिएँ। आज म काफियाको प्रकारसहित गजलको उदाहरणहरू पनि लिएर उपस्थित भएको छु। सर्वप्रथम पूर्ण काफियामा आधारित भएर लेखिएको गजल प्रस्तुत गर्न गइरहेको छु। नखोलेरै राखिएको एउटा बन्द खाम थियो, नखोलेरै राखिएको एउटा बन्द खाम थियो, भित्र के थियो कुन्नी बाहिर मेरै नाम थियो, नखोलेरै राखिएको एउटा बन्द खाम थियो। कताबाट उजाडियो मनको सानो फुलबारी, कताबाट उजाडियो मनको सानो फुलबारी, भर्खरै त फुलहरूको यहाँ फुल्ने याम थियो, भित्र के थियो कुन्नी बाहिर मेरै नाम थियो। आज यहाँ केही पनि देखिएन, आज किन यहाँ केही पनि देखिएन, हिजो मात्र सपना खोज्ने आँखाहरूको लाम थियो, भित्र के थियो कुन्नी बाहिर मेरै नाम थियो। सधैँ सधैँ बग्ने नदी एकैछिन रोकिदेऊ, सधैँ सधैँ बग्ने नदी एकैछिन रोकिदेऊ, तिम्रो बेगसँग मलाई अलिकति काम थियो, भित्र के थियो कुन्नी बाहिर मेरै नाम थियो। मनमा दियो विश्वासको नबलेको जिन्दगीमा, मनमा दियो विश्वासको नबलेको जिन्दगीमा, सधैँ सधैँ अन्धकार थोरै मात्र घाम थियो, नखोलेरै राखिएको एउटा बन्द खाम थियो, भित्र के थियो कुन्नी बाहिर मेरै नाम थियो। ललिजन रावलले लेख्नु भएको पूर्ण काफियामा आधारित भएर लेखिएको यो गजल मैले प्रस्तुत गरेँ। अब आंशिक काफिया प्रयोग गरेर लेखिएको गजलको उदाहरण सहितको गजल म प्रस्तुत गर्न गइरहेको छु। बस्न त म आफ्नै छुट्टै संसारमा बसेको छु, बस्न त म छुट्टै आफ्नै संसारमा बसेको छु, तर व्यथा भोग्दै नाङ्गो यो तारमा बसेको छु, बस्न त म आफ्नै छुट्टै संसारमा बसेको छु। आसन छ तरबारको देखेको छु आफूले नि, आसन छ तरबारको देखेको छु आफूले नि, बाध्य भई खुकुरीको यो धारमा बसेको छु, तर व्यथा भोग्दै नाङ्गो यो तारमा बसेको छु। पराईको घरमा छु आफन्त त टाढा भए, पराईको घरमा छु आफन्त त टाढा भए, ठुलै सङ्कटमा छु म जङ्घारमा बसेको छु, तर व्यथा भोग्दै नाङ्गो यो तारमा बसेको छु। सहरमा बसेको छु भन्ने सोच्दै थिएँ तर, सहरमा बसेको छु भन्ने सोच्दै थिएँ, तर थाहा भयो मान्छे किन्ने बजारमा बसेको छु, तर व्यथा भोग्दै नाङ्गो यो तारमा बसेको छु। साहुनीको भट्टी जस्तो सानो ठाउँमा छैन आज, साहुनीको भट्टी जस्तो सानो ठाउँमा छैन आज, महलभन्दा ठुलो यो कारागारमा बसेको छु, बस्न त म आफ्नै छुट्टै संसारमा बसेको छु, तर व्यथा भोग्दै नाङ्गो यो तारमा बसेको छु। गजलकार हुनुहुन्थ्यो पदम गौतम। आंशिक काफियामा आधारित भएर लेखिएको गजल मैले यहाँ प्रस्तुत गरेँ। अब म एकाक्षरी काफिया प्रयोग गरेर लेखिएको गजलको उदाहरण प्रस्तुत गर्न गइरहेको छु। बेथै बेथा छ मनभरि खुसी खोज्नु कतातिर, बेथै बेथा छ मनभरि खुसी खोज्नु कतातिर, साउन भदौ छ गहभरि नदी खोज्नु कतातिर, बेथै बेथा छ मनभरि खुसी खोज्नु कतातिर। आरु फुल्यो बगैँचामा पीडा फुल्यो मनभरि, आरु फुल्यो बगैँचामा पीडा फुल्यो मनभरि, चरो परेछ जालमा चरी खोज्नु कतातिर, साउन भदौ छ गहभरि नदी खोज्नु कतातिर। मुटु चिरी बनाऊ कि रातो रगतको मसी, मुटु चिरी बनाऊ कि रातो रगतको मसी, मेरो कुरा लेखौँ कहाँ मसी खोज्नु कतातिर, साउन भदौ छ
गहभरी नदी खोजौँ कतातिर। आगो पनि छ छातीमा, हुरी पनि छ छातीमा। आगो पनि छ छातीमा, हुरी पनि छ छातीमा। चट्टान झैँ अडिग जिन्दगी खोजौँ कतातिर। साउन भदौ छ गहभरी नदी खोजौँ कतातिर। यो भिडमा हरायो कि त्यो पिरमा हरायो कि। यो भिडमा हरायो कि त्यो पिरमा हरायो कि। त्यो मेघ झैँ गर्जने रवि खोजौँ कतातिर। व्यथै व्यथा छ मनभरि खुसी खोजौँ कतातिर। साउन भदौ छ गहभरी नदी खोजौँ कतातिर। रवि प्राञ्जलले लेख्नु भएको एकाक्षरी काफियामा आधारित भएर लेखिएको गजल मैले प्रस्तुत गरेँ। उपर्युक्त गजलमा सी, दी, री, गी, बी आदि एकाक्षरी काफिया प्रयोग भएका छन्। श्रोता तथा दर्शक महानुभाव, आज मैले काफियाको प्रकार र त्यस काफियामा आधारित भएर लेखिएका गजलका उदाहरणहरू प्रस्तुत गरेँ। गजल लेखन सिकाएको कक्षा अहिलेको लागि यति नै प्रस्तुत गर्न चाहन्छु। पछिल्ला श्रृङ्खलाहरूमा थप कुनै अनुसन्धानबाट प्राप्त भएको खण्डमा फेरि यो कक्षा सञ्चालन गर्ने अनुमति चाहन्छु। तपाईहरुलाई आजको यो भिडियो कस्तो लाग्यो कृपया सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सनुहोला। तपाईहरु कस्तो भिडियो चाहनुहुन्छ कृपया कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। अर्को भिडियोमा फेरि भेट्नेछौँ। हवस् त, नमस्कार, धन्यवाद।